बन कुरा निमारिदिनु पर्छ क्या हो त्यो केटा हो लाइभ सुटिङ चलिरहेको छ फाइनली चोर्न भ्याइसकेको छ म त्यहाँ माथि छ दोस्ती ऊ त्यहाँ छ दोस्तो खैदेऊ त्यहाँ धेरै खानु हुन्न के पेट दुख्छ यसले फेरि यति चाहिँ उ गर सो हामी चाहिँ फाइनली वास्तुदेव मल्ल दाजु आउनु भएको ठाउँमा आइपुगिसक्यो नि झरना पनि देख्नु सक्नुहुन्छ दाजुहरू त्यहाँ पौडी खेल्दै हुनुहुन्छ भयो काम ल आउनु तर गएर छैन आउनु त म आउनु ए मूर्ख बालक So hey guys, welcome back to another video. It's me कालु ब्लग्स. So आयो तपाईहरु सबैजना सन्चै आराम हुनुहुन्छ होला र हामी पनि एकदम फिट एन्ड फाइन छु अनि आज चाहिँ केटाहरुसँग घुम्न जाँदै छौं अनि यहाँ फुल हेर्नु न यस्तो लभली छ नि आहा यस्तो गर्छ नि मैले हेरेको गर्लफ्रेन्ड भए भए त मा दामी प्रपोज हान्दिनु हुन्थ्यो केटा हो कालु हेर न क्या दामी हो के सो अनि हामी चाहिँ अहिले अघि नै आएको हो अनि केटाहरु भेला भएर चाहिँ टक्क माथि जाँदै छौं अब घर बस्ने अझ गर्मी छ नि त अनि यसो शीतल खोज्दै हिँडेको ड्याम यस्तो गर्मी हो नि आम्मामा यो सब पिच छ नि मा यस्तो ताछ नि कुरै छोड्दैन के अनि हेर्नु न क्या चिल छ के पुरै यतातिर त्यो नियालो सियालो है लभली अनि सो जंगल है अनि सो यो जंगललाई चाहिँ शिवपुरी भन्छ र अहिले चाहिँ हामी यसो माथि जाँदै छौं र केटाहरु छ अनि कट्टु लाएर हाम्रा केटा कट्टु लाएर हिँड्छ नि दामी हो नि फेरि केटाहरु ओइ मेरो भ्लगमा बोल्दियौ न के यार सो त्यही हो अनि ऊ यो स्कुल हो के हो केटा हो ऊ त स्कुल हो के हो ड्याम त्यही हो सो अब चाहिँ हामी चल्दैको भ्लग के कस्तो हुन्छ यसो हेर्दै त गर्नु अनि सो हिजोको उही ऐसल रहेछ त केटा हो ड्याम सेट तर भेट्दैन अनि कपाल चाहिँ हल्का मिलेको छैन त्यसो म्यानेज गरिदिनु सो अनि यो खोल्छ ऐसलको झ्याङ सो त्यही होला अब चाहिँ हामी चल्दिँदै हो कि सो टक्क चिल पारामा त्यही कुरा निमारिदिनु पर्छ क्या हो आम्बो यो त यतिरै आउँदो रहेछ अनि आम्मामा ओहो मृगहरू पनि रहेछ त केटा हो आम्मामा तिमीहरू त मा भ्लगमा त केही पनि बोल्दैन क्या मा ओए घोडा के हो त्यो के भन्नु त अब त्यसलाई हेर न क्या पिस ठाउँ छ ओए म त आएन यार यो तर ओए यो बाटो आहा त कहाँ भन्छ यिनीहरू हामी हेर्नु न क्या दामी देखा कि लभली सही होइन त पानी छैन नि हो तिमीले ल्याएर राख्यो होला हेर न क्या बाल देखा के तिमीले खाएर चाहिँ छरे के अरे पोख्या थियो अनि त्यो फल्यो तिमीले खाएर पोख्दा हिजो जोलाइन त्यस्तै हुन्छ नि के हो टक्क माडा ए मा यतिको 100 रुपैयाँ उही क्या दामी है साईको या तिमीहरू ड्याम सेट यस्तो घाम लाग्छ नि तर म भन्दा तिमीहरू भन्दा सेतो घाम लाग्छ हेर केटाहरू साईको या तिमीहरू ओ यहाँबाट उक्लिनु मिल्दैन उही के खतरा बाटो हेर न त्यहाँबाट टक्क ड्याम सेट ल त्यही हो हामी चलिँदै हो कि केटाहरू क्रस फायरको भाइ हो त्यो त्यही हो ल हेर्नु न गाउँमा यस्तो भाइ भइरहेको कि टक्क फर्सीको मुन्टाहरू है अनि यो बोडी सोडी मकै सकै है
लभली हो त नि म त काठमाडौँ जस्तै लाग्दैन कसम चाहिँ गाउँ जस्तै लाग्छ बस्दै भएर हो कि सही होला त्यो यस्तो लभली ठाउँ छ नि तपाईँहरू केटिएमबाट यो मेरो भ्लग हेर्दै हुनुहुन्छ भने चाहिँ यो ठाउँमा चाहिँ आउन नबिर्सिनु होला केटाहरू आउँदै छ यस्तो पिस छ नि होइन पुरै के अरे होइन यस्तो पिस छ नि होइन यो ठाउँको नाम चाहिँ के शिवपुरी गुम्बा हो के भन्छ त्यो व्हाइट गुम्बा होइन केटाहरू आर्मी बन्छ चाँडै रुख केटाहरू म नि आउँदैछु यो ठाउँलाई के भन्छ केटा हो आइतबारे पार्क भन्छ यसलाई सो तपाईँहरू आउनु होला एकदम पिस ठाउँ छ शीतल होइन टक्क अब जोडी हुनुहुन्छ भने त टक्क आउँदा नि केही फरक पर्दैन होइन अब हामी जस्तो सिम्पल यस्तै हो केटाहरू केटाहरूसँग हिँड्यो टक्क केटाहरूसँग हिँड्दा नि इन्जोय नै हो जे होस् तपाईँहरू कपालहरू आउनु भयो भने चाहिँ अलि के हो स्यास्या भयो होला केटाहरू यति नि उ गर्न नसक्या केटा हो आर्मी बन्नु त्यतिकै सजिलो हो यस्तो लभली ल हाई भन्दैन दोस्त हाई भन्दैन प्लिज प्लिज दोस्त प्लिज यार त्यही हो ल चाहिँ ठाडै हो तरमा टक्क दामी हो क्या अब यो बाबीहरू अस्ति नै म आउँदाखेरि पलाएको थिएन तपाईँहरूले वाच गर्नुभयो कि भएन सो मैले भिडियो हालिदिएको थिएँ अनि त्यहाँ हेर्नु न मकैबारी दर्याम हरियो काँक्रो करेन्ट ए गीत चाहिँ अहिले सुन्दा दामी हुन्छ क्या अनि त्यो तापक्रम बढ्यो भने गीत अहिले सुन्दा दामी हुन्छ क्या फोक्सै मुखमा आउला जस्तो भइसक्यो यार बाइक ऊ त हेर्नु न काठमाडौँको भ्यू सही छैन त दामी अब नेक्स्ट टाइम अब आइफोन किनेपछि आउँछु अनि तपाईँहरू मस्तले दामी भ्यू दामी क्वालिटीमा हेर्नु पाउनुहुन्छ अहिले चाहिँ अब यस्तै छ क्यामेरा क्वालिटी म्यानेज गरेर छिट्टै हेरिदिनु त्यही ल हो नि हामी त
टक्क आइदिएको छौँ होइन। नेक्स्ट टाइम फेरि पनि ल हिँड केटाहरू। अनि यहाँबाट यतिको ठिकै छ। हेर्नु त्यहाँ चाहिँ सुटिङ सरी दोस्त त्यहाँ चाहिँ सुटिङ भइरहेको छ होइन। उयो भएर अलि सुकियो होला नि त। हेर्नु सही छ यो चाहिँ गुम्बा भइहाल्यो। के गुम्बा भन्थ्यो अरे केटाहरू मैले बिर्सेँ यार। जामसेन स्तुपा हो भने दामी होला। ड्याम लभली। ओए आउन उता गएर बसौँ न। ऊ त्यहाँनिर छ कि दुबोमा गएर त्यही केटाहरू यस्तरी बस्यो है। सही होला। सो केटा हो लाइभ सुटिङ चलिरहेछ है। तामाङसँगै नयाँ रिलिज हुन होला सायद मेबी। दामी होइन त फर्स्ट टाइम लाइभ सुटिङ देखियो। दामी हो डान्स सेट केटा हो। हेर्नु न यो सही छैन त। लभली होला। सुटिङ चलिरहेको छ लाइभ होइन। डान्स सेट होइन। केटाहरू जम्न आउनु यहाँ। यो घाँस हेर्नु न क्या दामी के। लभली होला। के हो केप साइलेन्ट नभन्नु ल। के हो यो यार। के हो दोस्ती हो। दामी होइन त सही होला। केटाहरू आऊ भएन मान्दैन। सुटिङ हेर्दा पनि व्यस्त। आम्बो लाइभ देखायो अनि कहाँ डान्स होइन त्यही होला। लभली त्यस्तो छ। अनि दोस्त आउँदैछ अब केटाहरू। अब त्यहाँनिर एकछिन मस्त बस्नुपर्छ अनि जाने हो ल। फाइनली चोर्न भ्याइसकेको छ। ऊ त्यहाँ माथि दोस्ती ऊ त्यहाँ छ दोस्त। खैदेऊ त्यहाँ कस्तो लडे रहेछ। एकैवटा खाने भनेर झन् गरेर यस्तो लोभी हो नि योमा। मनियाम रुक है। ऊ त्यहाँ छ दोस्त। नआउ न तिमी नआउ न। तलबाट हेर त दोस्त ऊ त्यहाँ छ। ऊ यहाँ छ अनि कसको हो गाली चाहिँ नगरिदिनु होला होइन। उयो ल हामीले सोधेर खा होइन र दोस्त ऊ त्यहाँ छ। सिस्नु गाडीभित्र काँचो यसैमा दोस्त अलि ताउ न। ऊ त्यहाँ छ। नभए रुखमा चाहिँ नभए ओइ सिस्नुले ऊ गर्ला है ऊ गर्ला। ऊ त्यो लत्काउ हो त्यो
ऊ यहाँ त तिम्रो हातको छेउमा हो कुन चाहिँ ऊ त्यहाँ छेउमा ऊ यहाँ के तिम्रो उयो यसमै हो त्यसमै ऊ यसमा हो त्यो उता यतापट्टिकोमा अँ ऊ त्यहाँ टुप्पामा हो देख्यो अर्को कहाँ भने उहाँ माथि तिम्रो लमा यत्रो थियो दोस्त उहाँ टाउकोमा त्यो त कुहिया दोस्ती ए ऊ त्यहाँ दोस्त मा उहाँ टाउको उहाँ तिम्रो औ टाउको माथि यत्रो थियो कि मा छैन त्यहाँ ऊ त्यहाँ उहाँ उही मा सिस्नु है केटा हो ऊ यहाँ छ सिस्नु घारी छ केटा हो है जोगेर ऊ त्यहाँनिर छ कि ऊ ओइ मा अठा कालु कहाँ अठा र पाए हेर न भुइँमा टन्नै झार्यो एउटा नि भेटाएन कत्रो बडा झरेको थियो कि दोस्ती यार मैले झन् पूजनमा टिप्छ होला भनेर त्यत्तिकै चुप्लाएर छोडिदिएको थिएँ आथा रनमती राख ऊ त्यहाँ सोल्टीले भेटाइसक्यो एउटै सिद्धि ओइ बस्न ऊ यहाँनिर छ मा कसरी टिप्नी भइरहेको कि लो थेर कमिरा त केटा मा झारेको दोस्तले कहाँ पुग्यो त मैले भुइँमा टन्नै झार्दै थियो भने ऊ यहाँ छ उही केटाहरू लौर दिउ न म झार्छु ल केटाहरू देऊ त हात त के हो मा ओइ लौरो देऊ त देऊ एकछिन है ओइ मा ओइ लौरो देऊ न उति हेर र खैदेऊ न उ त्यहाँ ऊ त्यहाँ हो ढुङ्गाले हान्छ ना ढुङ्गाले त ढुङ्गाले झार्दैन के हेर है दोस्ती ऊ त्यहाँ ऊ त्यहाँ झऱ्यो खैदेऊ म त्यसले पक्लकै पारिन्छ याद न भेट्यो दोस्ती देऊ नि त्यो यार मान्छु के ओ मेरो टाउकोमा चाहिँ नान ल भनिरहेको छु झन् यहाँ रहेछ यहाँ भेट्छु मैले केटाहरू कत्रो हो त यार त्यो गाडीभित्र हेर त सुभाष मा सिस्नो झाडी छ साईको ओइ झाडीभित्र नि छ त ओइ कत्रो ओइ उहाँ रहेछ मा सिस्नो घाडी छ यार आउने भने छिटो उयो त्यो भित्र हेर त अमन बेबी टिप त ताना नौ त्यो उसले टिप त आउ त ल त्यहाँ के त्यही हामीले चाहिँ यो लुटपाट गरियो अब हामी उ गर्छौँ अनि ओइ चरा घुमिरहेछ ल कति ड्याम उ त्यहाँ के हो चराको बच्चा चाहिँ रहन्छ धन्न त्यही हो ल हामी अब हजुरहरू सेयर गर्नुहुने गर्नु अब है त्यस्तै हो धेरै खानुहुन्न के पेट दुख्छ यसले त फेरि यति चाहिँ उ गऱ्यो अनि टक्क बेला चाहिँ नुन सधैँ दामी हुन्छ तर नुन भाषमा ठाउँसम्म पुग्दिन्न नि त यो त्यही भएर चाहिँ काठमाडौँको नजारा कस्तो लामो क्यामेरा के भयो केटा थाहा पता गोजी हाल न गोजी हुनेहरूले ओइ फुक्क मुजिल्लो फुक्क त्यो मुखमा हालेको यो त फाल्टो खाइकै हो क्या हुने हो दुइटै सस्तो खाले ऊ मात्रै गोजीमा हाल्नु खोज्छ नि ल सबै हाल दुइटा हाल्यो होला एउटैले हाल न अहिले हो भने पछि खाना एक्लैले मात्रै खाने हो र यो खाम न पहिला ल मुजी हेर दिवार यहाँ पठी छ मेरो गोजी पठी छ यो धेरै खायो भने चाहिँ लास्ट पेट दुख्ने क्या एउटा हो ड्याम सेट फ्ल्यासलाइटै बाल्नुपर्छ क्या हो
त्यही हो केटा हो। अब चाहिँ हामी चाहिँ त्यहाँ झरना छ अरे, त्यहाँ झरनामा जान्नुवाला छौँ। सो केटा हो हामी चाहिँ झरना भएको ठाउँतिर पुग्न लागिसक्यो। आउन त आइसक्यो। ओ बेला चाहिएको झन्डै नतान्छ चाहिएकोले त। यस्तो छ बाटो चाहिँ। सो ल ड्याम सेट दामी छ त। हेर न यस्तो पिस्टमा त छोड्नै हुँदैन यार। ओ सेट लभली हो ल। सो त्यो तपाईँहरूलाई सानो झरना देखाउन चाहन्छु म। किन न खोलामा रुकन उता माथि जान्छु म। उता हेर्नु न ड्याम। कहाँ भन तिमीहरूले दामी हो त। त्यहाँ माथि एउटा टक्क मुख त धुनै पर्छ यार। घाम लागेन क्या अहिले चाहिँ फेरि। त्यहाँ माथिबाट टक्क सानो झरना। कहाँ नआउने भने तिमी खै मजा यार। तल चाहिँ नआउने त दामी हो ल। ल त्यहाँ बस्छ है त म यहाँबाट टक्क भिडियो बनाउँछु। अनि त्यो त झन्डा केटाहरू। यो ठाउँ चाहिँ कहाँ भन्दाखेरि शिवपुरीको यो जुन गुम्बाबाट यता आएपछि चाहिँ टक्क यो ठाउँ आइपुग्छ। सो यहाँनिर आएर टक्क नुहाइ धुवाइ गर्न नि मिल्यो। तल छ होइन नुहाइ धुवाइ गर्ने ठाउँ। सो त्यही हो पिस छ कि ठाउँ चाहिँ हेर्नु न। मलाई पनि थाहा छैन यस्तो छ भनेर। अमन दोषलाई थाहा रहेछ अनि लिएर आएको थियो क्या उसले। अनि सो अब हामी चाहिँ त्यहाँनिर तल उ छ पौडी खेल्ने ठाउँ जस्तो, त्यहाँनिर पौडी खेल्छौँ। अनि त्यसपछि निस्किनु। सो त्यहाँ तलबाट देखाएको झरना थियो नि सानोवाला, त्योभन्दा मुनि माथि चाहिँ आइसक्यो हामी। अलि रिस्की छ आखा राम्ररी सही छ त केटा हो। सो यस्तो ठाउँमा चाहिँ आउनुपर्छ है। एकदम खुसी लागिरहेछ मलाई। सो हेर्नु न टक्क झरना यहाँबाट काठमाडौँको भ्यू होइन। केटा हो काठमाडौँमा नि यस्तो ठाउँ छ है। तिमीहरू काठमाडौँमै छौ भने चाहिँ आउनुपर्छ यस्तो ठाउँहरू। हल्का खुट्टाहरू चिथारेको अवस्था छ, त्यसलाई बाल्न दिउँ होइन। अर्कोचोटि नै आउनुपर्छ केटा हो। केटा हो हेर न गुफा जस्तो आम्बो ड्याम लभली हो। के हो ड्याम लभली हो त्यही। यस्तो ठाउँ देखेपछि चाहिँ छोड्नै मन नलाग्ने जस्तो हुने कि। हजुरहरूलाई हुन्छ कि हुँदैन है। अब हामी त भनेको म भनेको चाहिँ अब अरू चाहिँ थाहा भएन, मेरो केटाहरू चाहिँ थाहा भएन। तर म चाहिँ के अरे के भन्थ्यो के थियो बिर्सेको फेरि चाहिएको के भन्थ्यो त्यो नेचर लभर हो म चाहिँ फेरि। कहाँ माथि गएको तिमीहरू झन् हो चाहिएको कालो देखिरहेछ केही छैन। सो हामी चाहिँ फाइनली वासुदेव मल्ल दाजु आउनु भएको ठाउँमा आइपुगिसक्यो नि। झरना पनि देख्नु सक्नुहुन्छ। दाजुहरू त्यहाँ पौडी खेल्दै हुनुहुन्छ। अलि धराबै छ केटा हो। ओर्लिउ न यार केटाहरू। कसरी ओर्लिने झर्नामा बबल हो त्यो केटाहरू र बिस्तारै आयो है। अलि डेन्जरै छ होइन केटा हो। मेरो त अझै चप्पलमा ग्रिप पनि निक्ल्यो नि। ओ यहाँ आएपछि त नुहाउनै मन नलाग्ने जस्तो भयो त यहाँ। दामी हो त नि। ल केटा हो लुगा फुगा ल पौडी त हान्नुपर्छ। अब अर्को नेक्स्ट टाइम अब यस्तो मौका पाउँदैन।
केटाहरू खेलिहाल्नुपर्छ क्या र त्यही हो अब हामी यो नुहाउँछौँ हेर्नु न कस्तो छ त केटाहरू हेर्दा छ त्यही हो अब चाहिँ हामी नुहाउँछौँ कपडा फुकाल्नु मात्रै मान्छौँ हिँड केटा आऊ है उयो कस्तो साईको कुरा नगर नि फेरि तिमी खतरा चिसो छ यार तर पानी यो चाहिँ सानो झरना स्मल झरना झरनालाई के भन्छ इङ्ग्लिसबाट सही हो ल चिस छ कि यस्तो चिसो छ नि आमा पुरै छोडिदिउँ के अर्को म उता जान्छु देखाऊ है केटा ल हान्दिउँ ओ सानो सानो साथी ल लाग्यो फेरि पहिला ओ तिमीलाई दिइरहेको छु अघिदेखि कसम यार तर अलिक गहिरो भए चाहिँ हुन्छ क्या आउनु पुग्दैन त आऊ के हेर कालो शरीर देखाएको कालो शरीर बोला कालो पानी आएको पिरो भएर किन हो ओइ यस्तो गरेर आएको के मान्छेले भिगाउँदै के ओए कालो ओए कालो सर्टी खोल्देऊ भाइ यहाँ ठोकिन भने म सिधा आउँछु कस्तो माथि है आमा यार भयो भयो काट्लो ओइ आउनु तर गहिरो छैन आउ कि त आउनु ए मूर्ख बालक तँलाई युवती पर्दैन दिनु म त यहाँ गयो वर्षदेखि जङ्गल के भन्छु भक्तारी चाहिँ युवती नपाएर यहाँ गाउँदै बसिरहेको छु भने तँलाई युवती पर्दैन दिनु त्यो मुही डुबा त न र त्यो लकेडा हो तिमीहरु पनि आइज स्विमिङ खेल ओए मुझे पानी वाला क्यामेरा आइज अब स्विमिङ खेल माथि बोला केटा हो होइन स्विमिङ चाहिँ गर्नै पर्छ पानी चाहिँ यस्तो धमिलो फेर केही छैन हेर न यहाँ सकेन त के भयो यहाँ चाहिँ हल्का गहिरो छ होइन त्यो तिमीहरूलाई हामी यहाँबाट नि गराउनु चाहे मुला केटाहरू कोही आउँदैन भने साईको यहाँबाट यस्तो चाहिँ आउनु पुग्नु त्यही हो ल हेर यहाँ माथि त्यही हो गाइस स्विमिङ गर्न आउनुपर्छ पानी पऱ्यो होला क्यामेरामा म्यानेज गर्नु त्यही हो अब हामी यहाँ एकदिन स्विमिङ गर्छौँ अनि निस्कि सो फाइनली केटा हो हामी चाहिँ नुहाइ धुवाइ गरे आइसक्यौँ र वासुदेव मल्ल दाजुलाई चाहिँ कतिले चिन्नु भयो होला र कतिले चिन्नु भएको छैन होला सो उहाँहरू पनि यतै आउनु भएको थियो क्या कहाँनिर होला यो झरना कहाँ होला भनेर आज ट्याक्कै थाहा भयो नि त दोस्रो लिएर आयो नि सो केटाहरू चाहिँ दौडिसक्यो तिमीहरूलाई मैले जहाँ गयो नि भेटाउँछ क्या केटाहरू सो अनि टक्क हिँड्दै हो कि
चिल खालको हेर्नु न कस्तो खाले फुल हो यो अनौठो अनौठो चिजहरूको पनि उ गर्नुपर्छ कि सो चल्दै मोजाले लगाएको थिएँ त मोजामा उ गऱ्यो सो त्यही हो अब चलिदिनु पर्छ सो केटाहरू कताबाट गयो ओए केटाहरू मोरिस कि क्या हो यस्तो छ है फेरि यस्तोमा यस्तो चिप्लिन्छ नि आमामा कुरै छोडिदिउँ के सो लभली हो त्यही हो सो भ्लग इन्जोय गरिदिनु भएको होला हजुरहरूले सो लास्टसम्म हेरिदिनु भएको धन्यवाद र आजको भ्लग पनि म यतै जङ्गलतिरै टुङ्गाइदिन चाहन्छु र अर्को भ्लग चाहिँ साइकको मलाई थाहा थियो तिमीहरूमा मलाई छोडेर अनि सो त्यही हो अनि भिडियोलाई लास्टसम्म हेरिदिनु भएकोमा धन्यवाद एकदमै केटाहरू आज कस्तो भइरहेछ रमाइलो मोजी कोही बोल्दैन त यार तिमी बोलेन नि त सो thank you for watching this video. Don't forget to like and share, subscribe, hit the bell icon. यति भन्दै आजको लागि बिदा लिन चाहन्छु हस्त धन्यवाद।